हाम्रो देशमा राजा आउने भएपछि हाम्रो नेताजीहरू तराईका जिल्लामा भ्रमणमा जानु भएको छ। अब हाम्रो देशको अवस्था र व्यवस्था दुवै कठिन लागिसक्यो। अब हामी नेपालीले गरेको आन्दोलन र ल्याउन लागेको अवस्थाप्रति तपाईहरू यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। यो पशुपति क्षेत्र अगाडिको भिडियो हो। राजा ल्याउनको निम्ति देशमा यता पनि हामी सबैले आफ्नो अवस्था आफ्नो व्यवस्था परिवर्तन गर्नको लागि देशमा अगाडि बढिरहेका छौँ। हामीलाई अलिकता पनि अप्ठ्यारो महसुस भइरहेको छैन। सम्पूर्ण भिडियो लाइभ मार्फत जानकारी गराउँदैछौँ। हेर्नु, जति पनि झन्डा झल्किरहेका छन् यो हाम्रो देशको लागि हो, हाम्रो न्यायको लागि हो, हाम्रो धर्मको लागि हो, हाम्रो नीतिको लागि हो। यति हामीलाई चाहिन्थ्यो पनि घरमा बुवा नभएपछि कस्तो अनुभव हुन्छ र देशमा राजा नभएपछि कस्तो अनुभव हुन्छ भन्ने कुरा हामी सबैजनालाई जानकारी हुन्छ। हाम्रो अब मजाले हेर्न सक्नुहुन्छ। हामीले यो भिडियो ड्रोनबाट खिच्नुपर्ने, तर अहिले हामी यतिका देखाइरहेका छौँ। अझै पनि देखाउनेछौँ। यो यतिकै छैन। काठमाडौँ, ललितपुर, भक्तपुर चारैतिर देशको जनता राजा ल्याउनको लागि पल्टिसकेका छन्। यो यही जनता हो 2061 सालदेखि लिएर 2081 सालसम्म 15 वर्ष 20 वर्षमा देशलाई खोक्लो बनाइदिएर अहिले हाम्रो यसो अवस्था